खाए है साथीहरु। खाना चाहिँ भात, यो चाहिँ लोकलको सुपसँग खान सुरु गरे। साह्रै रिस उठ्छ मैले खाएको देखेर मान्छेहरुलाई कि एक दुईजना छ मलाई खानी नपाएको भन्छ नि। अब किन त्यसो भन्छौ? मलाई त्यसो नभन न। यो त मेरो इच्छा पो त, मेरो सोख पो त। यो मेरो सपना हो। अब चाहिँ तातो तातो सुप खानुपर्छ है। पानी परिरहेको छ, आलुको चरचरी। सुप चाहिँ अब चाहिँ खाना खानुपर्छ। लोकलको सुप चाहिँ साह्रै मिठो हुन्छ। चुल्हामा पकाएको आफ्नो आफ्नो इच्छा हुन्छ नि त खाना खाने पनि। मलाई खानै नपाएको बस्तीको कोदेले खाएको जस्तो पनि भन्छ हैन। म बस्ती त बस्तीकै हो, तर मलाई सिकाउनु पर्दैन। मलाई हातले पनि खानु त खानु आउँछ। म नेपाली हो, हातले त खान्छु। स्पुनले पनि खानु आउँछ, स्टिकले खाना खानु पनि आउँछ, फकले पनि खाना खानु आउँछ। मलाई सबै तरिकाले खाना खानु आउँछ। म पनि देश परदेश घुमेकै मान्छे हो। अन्त यो चाहिँ मेरो इच्छा हो। मलाई पनि सोख लाग्छ यसरी खानु क्या। अन्त त्यो साह्रो मासु खाएको भनेर मासु खानु त इच्छै लाग्छ। के गर्नु? सानैदेखि खाइदिएको। लोकलको मासु चाम्रे हुन्छ, तर हड्डी बेसी हुन्छ। यति राम्रो नङ लाग्थ्यो र हातले खानु त इच्छा थिएन। मासु देखेपछि हात खानु मन परिहाल्यो। कति दुःख गरेर लगाएको न। हैन साथीहरु, दबाएर खानुपर्छ, काम गर्नुपर्छ, खानुपर्छ। चार्दै पनि गर्नुपर्छ। खायो गर्नु चाटी मटाउनु सुनेको होला नि उखान। सुप सुत्केरी सुप खाइ हुँदैछ। अन्त बलले पनि कसरी नहोस् त हैन र।